हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। साथीहरू, म र दिदी चाहिँ आज लमजुङ जाँदैछौँ किनभने खोइ प्रोग्राम छ। अनि हामी चाहिँ जाँदा जाँदा थाकेर बाटोमा पानी पिउनलाई रोक्यौँ। अनि एकछिन म चाहिँ यहाँ रमाइलो गरिरहेको थिएँ। त्यसपछि हामी लमजुङ पुग्यो। अनि लमजुङ पुगेर त्यहाँ राम बजारमा चाहिँ हामीले चटपटे खान रोक्यौँ कि साथीहरू। कति मिठो चटपटे थियो है। चटपटी खाएर हामी चाहिँ ग्यारेजतर्फ लाग्यो। अनि यहाँ हेर्नु न, मेरो साथी स्मृति अनि साथीहरू बाटो अफरोड थियो अनि डिसब्यालेन्स भएर हामी त यताउति यस्तो डिजास्टर भएको थियो। त्यसपछि राम्रो बाटो आयो नि, राम्रो बाटोमा दिदी र मैले चाहिँ भिडियो बनाएपछि फेरि आफ्नो गन्तव्यतर्फ लाग्यो साथीहरू। हामी चाहिँ यहाँ गाउँ पुग्न लागिसकेको थियो अनि गाउँ चाहिँ पुग्यौँ साथीहरू। हाम्रो प्यारो डरुवा गाउँ देख्न सक्नुहुन्छ। अनि हाम्रो रिची दिदीले सामान किन्नुभएको थियो अनि म चाहिँ यहाँ सामान लिएर तल कुरिरहेको थिएँ कि दिदीलाई। अनि दिदी आउनुभयो अनि स्कुटरमा चढेर हामी चाहिँ घरतर्फ लाग्यो साथीहरू। फेरि अफरोड आयो, अफरोड हेर्न सक्नुहुन्छ। हामी चाहिँ पुग्यौँ हाम्रो गाउँ। अनि साथीहरू, हाम्रो भरियाहरूले कुदा आएन अनि साजन दाइ आउनु भएको थियो, एकछिन बोलेर जानुभयो। गाइस, हाम्रो भरियाहरू आएन, त्यही भएर हामी आफू भरिया बोकेर जानुपर्यो। अनि म चाहिँ यहाँ दुःख सुनाउँदै हिँडिरहेको छु कि। अनि यो चाहिँ हाम्रो प्यारो घर साथीहरू। अनि हामीहरू चाहिँ घरमा पुग्यौँ, कोही नै हुनुहुन्थेन अनि दुईजना बल्ल आइरहेको थियो। हेर्नु गाइस, मेरो लागि रे फुल भन्नु नमिल्ने। अनि यो चाहिँ हाम्रो प्यारो म्याउ। आजको लागि यति नै हुनेछ साथीहरू ब्लग। फेरि अर्को ब्लगमा भेटौँला, बाई बाई।